प्रपर्टी पेपरमा साइन गर्ने कि 24 घण्टा भित्र हाम्रो अकाउन्टमा क्याश डिपोजिट गर्ने कि ठगी धन्दामा इन्गेज भएको केसमा जेल जाने, तीनवटा अप्सन छ तपाईसँग, चुज गर्नुस्। भूपेन्द्र बाबु, मैले तपाईलाई रुन भनेको होइन, डिसिजन लिनु भनेको। भन्नुस् के गर्ने? श्रेया, एकछिन यसलाई रुन देऊ, छोड्देऊ। अब यसले हामीले भने आफ्नो नगरिकन योसँग अरू कुनै अप्सनै छैन, उपाय नै छैन। हिँड पऱ्यो, थकाइ लाग्यो होला, भर्खरै आयो कि आराम गर। लाज बचेको। श्रेया, हिँड भने। दाइ नरनुस् के नरनुस्, कति न ठुलो दाइ मेरो सब थोक हो, भगवानै हो। ठुल दाइले गर्दाखेरि नै आज म यो ठाउँमा छु भनेर भन्दै हुनुहुन्थ्यो होइन? अहिले हेर्नुहोस् त, यस्तो अवस्था बनाएर गयो। जानुहोस् के जानुहोस्, गएर सिग्नेचर गरिदिनुहोस्। 24 घन्टामा तपाईँले यत्रो पैसा कहाँबाट ल्याउनुहुन्छ भन्नुहोस् त? 1000 होइन, लाख होइन, करोडौँ पैसा। ठिक्क पर्यो। दाई भनेर के गर्नु, बिहोरा 2 रुपियाँको छैन। त्यति धेरै माया गर्ने ठुल्दाई भाउजूको मन यस्तो हुने यिनले नै बनाएका त हुन् नि। अब कसरी हुन्छ, म प्यारो भएर यिनले ओगटेको ठाउँ मैले ओगट्नुपर्छ। केही गरी तिम्रो भाइले सिग्नेचर गर्न मानेनन् भने के हुन्छ? मैले त पहिले नै भन्दै थिएँ पुलिस नै लिएर आउनुपर्छ भनेर। यी त्यसै मान्ने खालको मान्छे होइनन् के। राम्रा नियतका मान्छे भइदिएका भए त तपाईहरूले कमाएर जोडेको यो प्रपर्टी मैले तिर्न सकिनँ, अहिले म तपाईहरूकै नाममा गरिदिन्छु, पछि प्रफिट भयो भने सेयर गरौँला भन्न सक्दैन थिएँ? एक्लै खाउँ एक्लै रमाउँ भन्ने सोच भएका मान्छेहरू। मैले त तिमीलाई पहिले नै भनेको थिएँ, भाइहरूलाई यति धेरै सपोर्ट नगर, समाजमा कसैको पनि दाइ भाइ राम्रोसँग मिलेको देखिँदैन भनेर। त्यो बेलामा मैले भनेको सुनेनौ? अहिले आएर तालुमा हात लाएर बस्नु बाहेक केही विकल्प छ? के गर्नु त श्रेया, मबाट गल्ती भयो। अब आफ्नो मात्रै प्रगति भएर भएन, भाइहरूको पनि केही होस्। मैले विदेशमा आएर यस्तो दुःख गर्नु परेको छ, भाइहरूले दुःख गर्नु नपरोस् भनेर आफूले कमाएको पैसा सबै नेपाल पठाएँ। नेपालमै पठाएपछि बिजनेस गर्लान्, आफ्नै देशमा केही गर्नुको मजै छुट्टै छ भन्ने सोचेँ। तर मेरो भाइले मैले गरेको विश्वासलाई यसरी तोड्यो। यस्तो विश्वासघाती भएर निस्केला भनेर त मैले सोचेको पनि थिएन। तिमीले त्यति सोच्न सकेको भए त अहिले यस्तो हालत किन हुन्थ्यो र? यो सबै त्यो भुन्टीको कारणले भएको हो। के गर्नु, भूपेन्द्र बाबुको सङ्गतै त्यस्तो गोबरसँग भयो, अनि उहाँको मेन्टालिटी पनि त्यस्तै भयो। अलिकति हाई लेभलको केटीसँग बिहा भएको भए उहाँको पनि सोच त्यस्तै हुन्थ्यो होला। सङ्गत भयो गोबरसँग, अनि उनी पनि त्यस्तै भएर गए। श्रेया, तिमीले भुन्टीलाई के चिनेकी छौ? 2 दिन सङ्गत गर्दैमा उसको विषयमा यस्तो कुरा नबोला। शिक्षा भनेको व्यवहारमा देखिनुपर्छ। तिमीले भुन्टीको बारेमा बोलेको जुन व्यवहार देखायौ नि, एउटा शिक्षित बुझेको मान्छेले देखाउने व्यवहार होइन। भुन्टी त यति महान रहेछन् कि भूपेन्द्रले त्यस्तो यस्तो व्यवहार देखाउँदाखेरि, यसरी लत्याउँदाखेरि पनि अहिलेसम्म भूपेन्द्रलाई नराम्रो भनेकी छैनन्। भूपेन्द्रको खुसीको लागि भूपेन्द्रलाई त्याग्न पनि तयार भइन्, त्यो पनि अंशको नाममा 1 रुपियाँ पनि नलिकन। आर्थिक अभावको कारणले गरेर शिक्षा हासिल गर्न नसकेकी रहेछन्। तर भुन्टीभित्र व्यवहारिक ज्ञान यति रहेछ कि हेर, राम्रा पढे लेखेको मान्छेसँग पनि तुलना गर्न सक्छ। घर छोडेर गइसकेको बुहारीको त्यति साह्रो तारिफ पनि नगर। कुन दिन कुन चाहिँले उचाल्छ
अनि सम्पत्ति माग्न आउँछ। त्यो आउनुभन्दा अगाडि नै हामीले अंशमट्टा गरिसक्नुपर्छ, बुझ्यौ? यहाँको मात्रै होइन, गाउँमा भएको सगलको प्रपर्टी पनि खुरुक्क आफ्नो नाममा पास गरिहाल, नत्र भने भूपेन्द्रले अर्को बिहा गर्लान्। यता घुम्टी त छँदैछ, अर्की बुहारीलाई पनि अंश दिँदा दिँदा तिम्रो भएको जति सबै प्रपर्टी सिद्धिएला, अनि थाहा पाउँछौ। तिम्रो त पहिला विचार नगर्ने अनि पछि पछुताउने बानी छ भन्दै छु मैले। दाई, कति ठुलो धोका भयो है तपाईँलाई भूपेन्द्र दाईबाट। दाईले तपाईँलाई धोका दिएको देखेर त म त चकित परिसकेँ। मैले कतिचोटि भने सिग्नेचर गरिदिनु, दाईको सबै सम्पत्ति फिर्ता दिनुहोस् भनेर, तर मेरो कुरै सुन्दै नसुनेको न कता गए। तपाईँले जुन विश्वास भूपेन्द्र दाईलाई गर्नुभयो त्यो विश्वास मलाई गरिदिनु भएको भए आज तपाईँलाई म यो दिन देख्न दिने नै थिएन। ल भयो, दाईको अगाडि धेरै नाटक गरिराख्नु पर्दैन, राम्रो पल्टिनु पर्दैन। को कस्तो छ भन्ने कुरा हामीले राम्रोसँग बुझिसकेका छौँ। जसले जति माया देखाए पनि अब हामी विश्वास गर्दैनौँ। अनि अर्को कुरा, अब तपाईँ सहरमा नबस्दा पनि हुन्छ। अब हामी आफ्नो मान्छे कसैलाई पनि आफ्नो बिजनेसमा राख्दैनौँ र यो घरमा पनि राख्दैनौँ। अब म मेरो तरिकाले बिजनेस ह्यान्डल गर्छु, बुझ्नुभयो? उहाँ गाउँमा बहिनीको बिहाको तयारी हुँदैछ, छोराहरूले तिर्छन् भनेर गाउँभरि सबैसँग लोन लिने प्लान गर्दै हुन्छ। आमा चाहिँ गएर आफ्नो आमालाई सम्झाउनु, जति नै लोन लिए पनि अब ठुलो दाइ र भाउजूले चाहिँ तिर्दैनन् रे, आफै तिर्नु भनिदिनु। दाई, के सुन्दैछु म यो? भूमिकाको बिहे गर्नको लागि आमालाई तपाईँले ऋण लिनु भनेर भन्नुभएको थियो र? खै, मैले त्यस्तो केही भनेको थिइनँ। दसैँ तिहारपछि विचार गरौँला भनेको थिएँ। अब सबै आफ्नै सुरमा हिँड्छन्, कसैसँग केही बोल्नै सकिँदैन। त्यो भूपेन्द्र कता गएको नि, त्यसलाई छिटोभन्दा छिटो आइज भन्छ। हस् त हस्। अब कहाँ जानुभएको, कसरी आउनु भन्नु मैले? सर्वोत्तम सिमेन्ट प्रेजेन्ट्स भुन्टी, पावर्ड बाई बर्जर सिल्क एन्ड डिश होम इन्टरनेट। यति सानो कोठाको 4-5 हजार पैसा तिरेर बस्दाखेरि मुटुले भत्ती पोल्या थियो। भोलिदेखि त आनन्द हुने भयो। आफ्नै गाउँमा जाने, आफ्नै घरमा बस्ने, बाल पनि तिर्न नपर्ने। अनि आमा, तपाईँको रोग त आदि निको हुन्छ आफ्नो गाउँमा बसेर आफ्नो गाउँको हावापानी खाएपछि। निको त हुन्थ्यो नि नानी, आफ्नो छोरीको घरबार बिग्रिहाल्यो। अब भोलिदेखि सबै हामी गाउँमा गएर बस्दा सधैँभरि भुन्टी बसाइदेख्दाखेरि गाउँलेले थाहा पाइहाल्छन्। यसको घरबार बिग्रियो भनेर त्यसलाई नाना थोरी भने सुन्दा मेरो मन दुख्छ बा। त्यस पछाडि त मेरो व्यथा घट्नु होइन झन् बढ्छ बा। अब कहिले निको हुँदैन मेरो व्यथा। होइन, के कुरा गरेको तिमीले? छोरीको अगाडि चाहिँ सुख दुःख जे पर्छ हाम्रै काखमा बस्लिस्, मर्नै पर्यो भने पनि हाम्रै काखमा मर्लिस् भनेर हिम्मत दिएकी थियो। अब अहिले आएर आफूले यस्तो सोचेर हुन्छ? जसले जे सिक्यो भनुन्, मतलब गर्ने होइन। चुपचाप छोरीलाई घर लाने हो, उतै राख्ने। अनि राखेर चुप लाएर बस्ने खालकी छैन हाम्रो छोरी। अब गाउँमा मेलापाता जानै पर्यो। मेलापाता जाँदा गाउँलेले दस्तरी सुनाउँछन्, दस्तरी बन्छन्। छोरीको राम्रो घरबारमा बिहे भएको थियो, छोराको पनि राम्रो केटीसँग बिहे भएको थियो। गाउँलेहरूको मुखमा बुझो लागेको थियो। अहिले छोरीको घरबार बिग्रेको थाहा पाएपछि गाउँमा बुई बुई त हल्ला हुन्छ। अनि जो भेट्यो त्यसैले सोध्न थाल्छन् छोरीको किन घरबार बिग्रियो भनेर। अनि कतिजनालाई जवाफ दिँदै हिँड्ने। त्यही त आमा, हाम्रो भुन्टीको कस्तो दुखी कर्म रहेछ। छोडिदिनुहोस् आमा, जसले जे सुकै भनोस्, चिन्ता नलिनुहोस्। चिन्ता नलिनु त भन्छौ नि। जम्मा छोरी, यो छोरीको आमालाई छोरी जन्मेपछि नमरुन्जेलसम्म चिन्ताले कहिले पनि छोड्दो रहन्छ। एका दुईले खुसी पायो होला तर हामी जस्तो आमाहरू नपाइदो रहेछ। के कुरा गरेकी हौ? तिमीले छोरी जन्माउने बेलामा तिमीले छोरी जन्मायौ भनेर मैले तिमीलाई नराम्रो भनेको थिएँ र? तिमीले नभने पनि तिम्रो आफन्तहरूले भनेको थियो नि। सबै कुरा मैले सुनेन।
भनेका आफन्त मरेर गइसके। अब तिमी भने त्यही पहिलेको कुरा सम्झेर किन चिन्ता गर्छौ? भुन्टी बाहिर कता टोयलेटतिर गएकी होली, अहिले आएर यो कुरो सुनि भने झन् चिन्ता गर्छ। तिमी चुप्प लाग न। भुन्टी जस्तो छोरी पाउनु हाम्रो लागि भाग्यको कुरा हो। छोराले के गर्यो देखेकी छैनौ? कमाउन भनेर विदेश लागेको, मरेको हो कि बाँचेको हो कुनै टुङ्गो छैन। आजसम्म एकपटक पनि सम्झेको होइन। छोरीले ऋण गरी गरी काजीसँग त्यत्रो पैसा लिएर विदेश पठाएको सबै गुण बिर्स्यो। त्यसले विदेशमा केटीसँग फसेर बस्यो। तर हाम्रो छोरीले कहिले त्यस्तो गरी? यति धेरै माया गरी तिम्रो लागि भनेर आफूले लगाएको गहना समेत बेच्दा बिचरीको घरबार बिग्रेको छ। भुन्टी जस्तो छोरी पाउनु त हाम्रो लागि भाग्यको कुरा हो। तिमी कुरा बुझ न। हो नि, छोरी जस्तै जाइ परेको बे कति आनन्द हुन्थ्यो होला। मैले आमालाई बचाउनलाई बेचिया सुनका कारणले गर्दाखेरि आज मेरै आमा यसरी रुन पर्छ, कमजोर हुन पर्छ भन्ने थाहा भएको भएदेखि म धेरै ताली सोच्ने थिएँ। क्यार्नु मेरै लागि किन्या गहना त हुन्नी, मैले गहना लाएर हिँड्नुभन्दा आमाका उपचारका लागि बेचेर आमालाई निको पार्नु नै ठिक हुन्छ भन्ने सोचे। त्यसैलाई गल्ती सम्झेर आज यस्तो सजाय भोग्नु पर्यो। मैले मात्रै भोग्नु पर्या भए त हुन्थ्यो। मेरा आमा बाउ दाइ सबैलाई रुवाउनु भयो। हामीलाई यसरी रुवाको पाप मेरो श्रीमानलाई नलागोस्। लायो भने उहाँले यो सहन सक्नुहुन्न, उहाँलाई धेरै गाह्रो हुन्छ। बहिनी कता? तपाईँले क्यार्न ढिलो हाल्नुभयो भनेर आए कि? मैले ढिलो गरेँ भन्दैमा रुनुपर्छ त? रोइराकी छौ त? छैन, आहा बोल्या भएर त्यहाँ पानी छ्यापिक्यौँ क्या। अनि भाउजू है त नि? भाउजू माइत। ल अनि बुहारी साउनु भयो अन्त त्यसरी आउनुभयो भने चाहिँ फेरि माइतै जानुभयो। अब तिमी बाटोमा भेट भयो, अब आफ्ना छोराछोरीसँग बुवामा कति चेरी सार बस्नु सक्नुहुन्थ्यो र लगिहाल्नु भयो नि। अनि अब कहिले आउनुहुन्छ त भाउजू? अब उसका बुवाले जहिले पठाउँछ नि तैले। अब यो कुरालाई पछि गरौँला। अनि गाउँ जाने कुरा छ नि त भोलि, तयार छौ नि तिमी? छुइन दाइ, म गाउँ जानै चाहन्न। के भने कि बहिनी तिमीले? गाउँ नगर यहाँ बसेर के गर्नु भन त? काम केही पाइँदैन। अस्ति बल्ल बल्ल एउटा पाएको काममा पनि अर्कै मान्छे आइसक्यो। अनि यति महँगो कोठाको भाडा तिरेर कसरी बस्नु? त्यही भएर खुरुक्क गाउँ जाने। तिमी आमा बुवाको रेखदेख गर। तिमीले आमा बुवाको रेखदेख गरेपछि मलाई पनि ढुक्क हुन्छ। अनि यसो ऋण चिन खोजेर म विदेशतिर लाग्छु। दाइ तपाईँ कस्तो कुरा गर्दै हुनुहुन्छ क्या? तपाईँ विदेशी नि, म तपाईँलाई विदेश जानै दिन्न। बुइनी नदिएर के गर्थ्यौ? म यहाँ के गर्नु भन त? न मेरो लेख पढ्छ, न हातमा केही सिप छ। सिप भए पनि कामै पाइँदैन। बरु यसो खाडीतिर गएँ भने त अलिअलि कमाउन सक्छु कि? परे होइन, म तपाईँलाई विदेश त मरे नि जान दिन्न के अरे। विदेशमा पठाएर मैले एउटा दाइ गुमाइसकेकी छु। अब फेरि म तपाईँलाई गुमाउन चाहन्न दाइ। बरु दाजु बहिनी मिलेर यसो कामसाम खोजौँ। पाइयो भने त पाइहाल्यो, पाइएन भनेदेखि व्यापारहरू केही गरौँला। बुइनी अनि व्यापार गर्न पनि त लगानी त चाहियो नि। लगानी हामीलाई कसले दिन्छ? अब जे पर्दा नि सुकुमाया मितिनीज्यूले हामीलाई सहयोग गर्नुभयो। योपालि नि मितिनीज्यूसँग अलिअलि सहयोग मागेर व्यापार सुरु गरौँ। अनि बिस्तारै त्यसलाई बढाउँदै जाम्ला, मितिनीज्यूलाई नि तिर्दै जाम्ला दाइ। तर म गाउँ चाहिँ जानै चाहन्न। यो गाउँ नजाने कुरा नगर तिमी। खुरुक्क गाउँमा हिँड। तिमी यहाँ बस्यौ भने खालि त्यही पापीलाई सम्झेर रोएर बस्यौ। त्यही भएर गाउँमा खुरुक्क हिँड, ढुक्कै हुन्छ। ढुक्क हुँदैन क्या दाइ, ढुक्क हुँदैन। झन् गाउँमा गएपछि सय थरी तनाव बढ्छ। यहाँ त ओल्लोहर पल्लोहरकाले तिमीहरूको यस्तो भएछ नि उस्तो भएछ नि भनेर अहिलेसम्म कुरा काट्या सुन्या। तर गाउँमा गइसकेपछि अब मेरो घरबार बिग्रिएको कुरा पनि सबैतिर हल्ला भइसक्यो होला। अनि यस्तो भएछ त त्यस्तो भएछ त, खुब माया हार्छ, यस्तो घर पाएँ भन्थिस् भनेर 50 थरी कुरो सुनाउन थाल्छन्। बाआमालाई नि हामीले गर्दा टेन्सन, हामीलाई पनि टेन्सन। जसरी पनि बाआमाको उपचारहरू गर्नलाई सहरै आउनु पर्छ।
बरु अहिले बाआमालाई पठाइदिउँ। बाआमा गएर गाउँमा बस्नुहुन्छ, उपचार गर्ने बेला जम्ना दिदी र बाले आमालाई ल्याउनुहुन्छ। हामी यतै केही गरेर बसौँ, अलिअलि कमाउँ दाजु बहिनी मिलेर हामी नजाउँ न दाइ, बिन्ती हो। तिमीले भनेको कुरा त ठिकै हो बहिनी, जाउँ न त बुवाआमासँग सल्लाह गरौँ। तर मान्नुहुन्छ कि मान्नुहुन्न? नमाने नि मनाउनु पर्छ अब, तर काम चाहिँ नजाने दाइ। ठिक छ, तर यहाँ बस्दाखेरि नि त्यो पापीलाई सम्झेर रुनी काम गऱ्यो भने चाहिँ फेरि म सिधै गाउँ लिएर हिँड्यो फेरि। त्यति चाहिँ बुझ है। लु बुवाआमासँग सल्लाह